ल यो किनभने नेपाली कार्यक्रममा अलिअलि नमस्कार अनि त्यसपछि अलिअलि हल्ला आएन भने कार्यक्रम अलिक खल्लो हुन सक्छ। किनभने यो भाषणको कार्यक्रम भएको भए त बसेर जति सुने पनि नबोलेर चुप्प लाएर सुन्न सकिन्छ। तर यो गीत संगीतको कार्यक्रम हो, त्यसले गर्दा यहाँहरू सबैजनाले खुमन अधिकारी आउँछ भनेर कतिले थाहा पाएर आउनु भएको छ। एकचोटि सबैजनाले ताली पड्काइदिनुहोस् त मेरो लागि। धेरै धेरै धन्यवाद छ। आजकी कुशल कार्यक्रम सञ्चालिका, लोकप्रिय गायिका, जससँग मैले पनि थुप्रै गीतहरू गाएको छु। नेपालमा छँदा अहिले केही आफ्नो भविष्यको बावजुद यो देशमा बसेर धेरै सङ्घर्ष गरेर नेपाली गीत सङ्गीतलाई पनि उत्तिकै निरन्तरता दिँदै दिँदै यो ठाउँसम्म आइरहनु भएको छ। कला पङ्गेनी लोकप्रिय गायिका, म दिदीको रूपमा सम्मान गर्छु। म दिदीदेखि धेरै धेरै आभार अनि सम्मान व्यक्त गर्न चाहन्छु। विशेष गरेर ठकुरी समाज पोर्चुगलले आयोजना गरेको यो भव्य कार्यक्रम, म युरोप भ्रमणमा आइरहँदाखेरि पोर्चुगलमा एउटा कार्यक्रम गर्ने साह्रै नै इच्छा। म लिस्बनमा कार्यक्रम गरेको थिइनँ। आजभन्दा 5 वर्ष अगाडि आउँदा मैले जम्मूजिरामा कार्यक्रम गरेँ, तर लिस्बनमा आएर कार्यक्रम गर्ने अवसर प्राप्त भएको थिएन। त्यो अवसर चाहिँ ठकुरी समाज पोर्चुगलले प्रदान गरेको छ। अहिले विशेष गरेर ठकुरी समाज पोर्चुगलका अध्यक्ष सज्जन हमालज्यू, यहाँलाई हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। यो अवसर दिनुभएकोमा यहाँप्रति एकदमै नतमस्तक छु म। अनि त्यस्तै गरी यस समाजका सल्लाहकार सूर्य हमालज्यू, यहाँलाई पनि हृदयदेखि सम्मान व्यक्त गर्न चाहन्छु। त्यस्तै गरी आज धेरै धेरै कलाकारहरूको जमघट पनि छ। आज यस ठाउँमा आउँदाखेरि हेलो हेलो ठिकै थियो, नबढार्नुहोस् है। आज यो ठाउँमा आउँदा धेरै कलाकारहरूलाई यो ठाउँमा देख्दाखेरि म अचम्म पनि परिरहेको छु। हिजो लिस्बनमा म एयरपोर्टमा ल्यान्ड हुने बित्तिकै यहाँ धेरै कलाकारहरू मलाई स्वागत गर्न भनेर एयरपोर्ट जानुभयो, तर मलाई थाहा थिएन यति धेरै कलाकारहरू यहाँ हुनुहुन्छ भन्ने कुरा। केही कलाकारहरूसँग त मेरो हाइएलो थियो, तर कतिपय हाइएलो नै नभएको कलाकारहरू, एकदमै मैले मान्ने कलाकारहरू पनि यहाँ पोर्चुगलमा भेट्दाखेरि मलाई पोर्चुगलमा हो कि काठमाडौँमा बसिरहेको छु जस्तो फिल भएको छ। त्यसले गर्दा आज यो विदेशी भूमिया छु जस्तो लागिरहेको छैन। किनभने सबै कलाकार साथीहरू, सबै तपाईँहरू नेपाली दाजुभाइ दिदीबहिनीहरू, यहाँहरू सबैलाई देख्दाखेरि मलाई आज नेपालमै भएको आभास भएको छ। त्यसले गर्दा यो माया, यो सद्भाव यहाँहरूले अटुट रूपमा दिनुहुनेछ भन्ने आशा छ। आज म राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय कार्य समितिको उपाध्यक्ष पनि हो। त्यसले गर्दा म राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय कार्य समितिका सहसचिव, मलाई अत्यन्तै सपोर्ट गर्ने मैले त हामी दाजुभाइ एकदमै जिस्किन्छौँ पनि, दुःख सुख साट्छौँ पनि, अनि मलाई अत्यन्तै सपोर्ट पनि गर्नुहुन्छ आदरणीय दुर्गा पङ्गेनीज्यू, यहाँलाई हृदयदेखि सम्मान व्यक्त गर्न चाहन्छु। कलाकार अनि विभिन्न सङ्घ संस्थामा रहेर अत्यन्तै अग्रपङ्क्तिमा रहनुभएका दिनेश खड्काज्यू, यहाँलाई पनि मेरो तर्फबाट हार्दिक सम्मान छ। आज यहाँ आइरहँदाखेरि लोकप्रिय गायिका, एकदमै अग्रज लोकप्रिय गायिका गीता रेउले दिदी यहीँ भेटिरहेको छु मैले। लोकप्रिय गायिका डिला विक, जुन दोहोरीकी एकदमै गोली हुनुहुन्छ। दोहोरी कम्पिटिसनमा धेरै ठाउँमा उहाँ फर्स्ट हुँदै आउनु भएको छ। एकदमै राम्रो प्रतिभाको धनी डिला विकलाई यहीँ देखिरहेको छु। लोकप्रिय गायिका ऋतिका कुँवरलाई यहीँ देखिरहेको छु। त्यस्तै गरी लोकप्रिय मोडल, आफैमा निर्देशक, आफैमा डान्सर सगुन श्रेष्ठज्यूलाई यहाँ देखिरहेको छु। यहाँलाई पनि हृदयदेखि सम्मान व्यक्त गर्न चाहन्छु। त्यस्तै गरी यहाँ धेरै नेपाली यो चलचित्र क्षेत्रमा होसिया अथवा धेरै कलाकारिताको क्षेत्रमा अगाडि देखेको कवि छु। एकदमै यहाँलाई पनि हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु मेरो तर्फबाट। धेरै टेलिफिल्महरूमा मैले यहाँको अभिनय देखिरहेको। हामीले त नेपालमा धेरै एउटा मलाई के याद छ भने कविताजीलाई देख्दाखेरि
उहाँ आफै मोडल आफै कलाकार भएको नाताले गर्दा पनि उहाँसँग के याद छ भने लास्ट टाइम हामीले एउटा म तिजको गीत धेरै गाउने गायकको रूपमा मलाई सिलेक्ट गरेको थियो त्यो संस्थाले। अनि त्यसपछि गायिकाहरू नायिकाहरूमा चाहिँ उहाँसँग सँगै फोटो सेसन गर्दाखेरि यति हाँसेको हो, काठमाडौँमा यति हाँसेको। तर यहाँ भेट्न पाएँ, एकदम खुसी लाग्यो धेरै समयपछि। यहाँलाई धेरै धेरै धन्यवाद। सम्पूर्ण अन्य सङ्घ संस्थाबाट आउनुभएका सम्पूर्ण अध्यक्षज्यू लगायत सम्पूर्ण पदाधिकारीज्यूहरू यहाँहरूलाई हार्दिक हार्दिक सम्मान छ। पत्रकार मित्रहरू जो हुनुहुन्छ, को हुनुहुन्छ, नेपालमा टेलिभिजनमा रेडियोमा कार्यक्रम चलाउने धेरै पत्रकारहरूलाई मैले यहाँ देखेको छु। यहाँहरूलाई पनि हृदयदेखि सम्मान व्यक्त गर्न चाहन्छु। अब खुमन अधिकारीले अहिले पछिल्लो समयमा मात्र होइन 2063 सालदेखि मैले गाएका गीतहरू तपाईँहरूले रुचाउनु भएको हो। त्यसले गर्दा 2063 सालदेखि अहिलेसम्म गीत लोकदोहोरी मात्रै मैले सङ्ख्यात्मक हिसाबले 10,000 भन्दा बढी रेकर्डिङ गराउन सफल भएको छु यहाँहरूको मायाले गर्दा है। एकदमै खुसी लागेको छ मलाई यहाँहरूको माया पाउँदाखेरि। अब मैले यहाँ उभिरहँदाखेरि विशेष गरेर यस ठाउँमा यसरी उभिँदाखेरि मैले के भन्न चाहन्छु भने यहाँ यस लभ लिस्बन रेस्टुरेन्टका प्रोप्राइटरज्यूलाई म हृदयदेखि सम्मान व्यक्त गर्न चाहन्छु। किनभने उहाँको रेस्टुरेन्टमा आएर यसरी कार्यक्रम गर्ने अवसर प्राप्त भएको छ। हाम्रो समीर भट्टराईज्यू यहाँलाई हार्दिक हार्दिक सम्मान व्यक्त गर्दै अब सबैको नाम लिने हो भने अलि धेरै समय जान सक्छ। मैले गाएका गीतहरू यहाँहरूलाई सुनाउँछु। अब यहाँहरूलाई कन्टिन्यू गीत सुनाउँदै जान्छु। मैले शरद एलजी भाइ लोकप्रिय डान्सर भाइलाई मैले देखिरहेको छु, पछाडि आइरहनु भएको छ। भाइसँग पनि मैले थुप्रै सहकार्य गरेको छु। सबैलाई हृदयदेखि धन्यवाद र मैले गाएका केही गीतहरू यहाँहरूलाई विदाउट ट्र्याक पनि सुनाउँछु।